सम्पूर्णमा नमस्कार। कतिजना गार्जियनहरूलाई प्यारेन्ट्सहरूलाई चाहिँ आफ्नो 1 वर्ष मुनिको बच्चालाई हामीले नुन पनि दिन हुँदैन, चिनी पनि खुवाउनु हुँदैन भन्ने चाहिँ सुनिराखेका हुन सक्छौँ। कतिलाई थाहा नहुन पनि सक्छ है त। तर कतिले थाहा पाउँदा पनि अब रिजन के हो थाहा नभइकन अब के हुन्छ र भनेर आफूले पकाएको खानेकुराहरू मजाले बच्चालाई खुवाइराख्नु भएको हुन्छ। यानि कि बाहिरबाट चिनी, नुन हामीले बच्चालाई खुवाइराखेका हुन्छौँ हैन। अब त्यसो गर्दाखेरि चाहिँ तपाईको बच्चा जुन 1 वर्ष मुनिको बच्चा छ हैन, त्यो बच्चाको राम्रोसँग किडनी डेभलपै भइसकेको हुँदैन, किडनी म्याच्योर भइसकेको हुँदैन, राम्रोसँग प्रपरली फङ्सन गरिरहेको हुँदैन। तपाईले बाहिरबाट चाहिँ नुन, चिनी खुवाइराख्नु भयो भने के हुन्छ त, किडनीलाई चाहिँ प्रेसर पर्ने भयो, ओभरलोडेड हुने भयो, सोडियमको लेभल हाई हुने भयो हैन। किडनी राम्रोसँग काम नगर्ने कन्डिसनमा हामी त्यसरी बाहिरबाट ओभरलोडेड गराउँदाखेरि किडनीमा समस्याहरू हुन सक्छ। इमिडिएटली चाहिँ डिहाइड्रेसनको समस्याहरू हुन सक्छ, पानीको मात्रा कम हुने बच्चामा शरीरमा। त्यसै गरेर पछि फ्युचरमा गएर चाहिँ चाँडै नै किडनीको समस्याहरू हुने अथवा किडनी फेलियर पनि हुन सक्ने भएको कारणले गर्दाखेरि हरेक तपाईँ प्यारेन्ट्सहरूले चाहिँ आफ्नो 1 वर्ष मुनिको बच्चाहरूलाई चाहिँ नुन, चिनी यस्ता प्रोसेस्ड खानेकुराहरू जुन प्याक्ड खानेकुराहरू छ जसमा पनि अत्याधिक मात्रामा चाहिँ नुन मिसाइएको हुन्छ, यस्ता खानेकुराहरू चाहिँ तपाईँहरूले बिल्कुलै खुवाउनु हुँदैन।